दर्शकवृन्द साँच्चीकै पीडादायी अवस्था भएको छ। यो पटक पनि बुहारी सिरियलमा तहस नहस रूपहरू हामी परिवर्तित रूपमा देख्न सकिन्छ। जसरी रामचन्द्रलाई दुःख दिइरहेका छन्, आगामी यात्राहरूमा यस्तो दुःख नहोस् भनेर धेरै दर्शकहरूले आश पनि गर्नुभएको छ। र यस्तो पीडालाई हेर्न नसकेर कतिपय दर्शकहरू भन्नुहुन्छ आगामी आउने एपिसोड र जुन एउटा महत्त्वपूर्ण सूचना पनि बाहिरिएको छ। हामीले OSRL डिजिटल युट्युब च्यानलबाट हेरिराख्दाखेरि एउटा महत्त्वपूर्ण सूचना के बाहिरिएको छ भन्दाखेरि दर्शकवृन्द अब आगामी आउने हप्तामा चाहिँ हामीले बुहारीको सिरियलको यो नयाँ एपिसोड चाहिँ हामीले शुक्रबार मात्र हेर्न पाउनेछौँ। यो शुक्रबार चाहिँ हामीले पर्खनै पर्ने हुन्छ र दर्शकवृन्दहरूलाई पुनः पनि जानकारी गराउन चाहन्छौँ कि रामचन्द्रले चाहिँ जुन अवस्था अहिले भोगिरहेका छन्, यो अवस्था चाहिँ पछिल्लो समय धेरै नै घृणीय अवस्था बनिरहेको छ। दर्शकवृन्द अब दुर्गा माता जस्ता मान्छेहरूले पनि यस्तो परिवर्तित रूपलाई चाहिँ तत्काल परिवर्तन गरियोस् भन्ने माग पनि गरिएको छ। र तपाईँहरूलाई के लाग्छ आउँदो एपिसोडमा चाहिँ तपाईँहरूको विचारमा के होला त बुहारी भागमा चाहिँ नयाँ एपिसोडमा परिवर्तित चाहिँ रूप कस्तो आउला भन्ने कुराहरूले पनि पक्कै प्रभाव पार्न सक्छ। दर्शकवृन्दहरूलाई जानकारी पनि दिन चाहन्छौँ कि अब यो नेपालमा चलिरहेको कथा बुहारी अन्तर्गतको टप मोस्ट पपुलर सिरिज अन्तर्गत पर्दछ। रामचन्द्र जब दुःख पाइरहेका छन्, यस्तो जिउँदो लासको अवस्थामा बसेका छन् नि, यो सम्झिएर ल्याउँदाखेरि मन कटक्क हुन्छ। यो त तपाईँ हामीलाई थाहा नै छ। दर्शकवृन्द आजको बसाइबाट पनि केही नयाँ ज्ञान र केही ज्ञानमूलक कुराहरू चाहिँ उत्पन्न हुन्छ भन्ने आश पनि लिएका छौँ। मात्र हेर्न पाउनेछौँ। यो शुक्रबार चाहिँ हामीले पर्खनै पर्ने हुन्छ र दर्शकवृन्दहरूलाई पुनः पनि जानकारी गराउन चाहन्छौँ कि रामचन्द्रले चाहिँ जुन अवस्था अहिले भोगिरहेका छन्, यो अवस्था चाहिँ पछिल्लो समय धेरै नै घृणीय अवस्था बनिरहेको छ। दर्शकवृन्द अब दुर्गा माता जस्ता मान्छेहरूले पनि यस्तो परिवर्तित रूपलाई चाहिँ तत्काल परिवर्तन गरियोस् भन्ने माग पनि गरिएको छ। र तपाईँहरूलाई के लाग्छ आउँदो एपिसोडमा चाहिँ तपाईँहरूको विचारमा के होला त बुहारी भागमा चाहिँ नयाँ एपिसोडमा परिवर्तित चाहिँ रूप कस्तो आउला भन्ने कुराहरूले पनि पक्कै प्रभाव पार्न सक्छ। दर्शकवृन्दहरूलाई जानकारी पनि दिन चाहन्छौँ कि अब यो नेपालमा चलिरहेको कथा बुहारी अन्तर्गतको टप मोस्ट पपुलर सिरिज अन्तर्गत पर्दछ। रामचन्द्र जब दुःख पाइरहेका छन्, यस्तो जिउँदो लासको अवस्थामा बसेका छन् नि, यो सम्झिएर ल्याउँदाखेरि मन कटक्क हुन्छ। यो त तपाईँ हामीलाई थाहा नै छ। दर्शकवृन्द आजको बसाइबाट पनि केही नयाँ ज्ञान र केही ज्ञानमूलक कुराहरू चाहिँ उत्पन्न हुन्छ भन्ने आश पनि लिएका छौँ। मात्र हेर्न पाउनेछौँ। यो शुक्रबार चाहिँ हामीले पर्खनै पर्ने हुन्छ र दर्शकवृन्दहरूलाई पुनः पनि जानकारी गराउन चाहन्छौँ कि रामचन्द्रले चाहिँ जुन अवस्था अहिले भोगिरहेका छन्, यो अवस्था चाहिँ पछिल्लो समय धेरै नै घृणीय अवस्था बनिरहेको छ। दर्शकवृन्द अब दुर्गा माता जस्ता मान्छेहरूले पनि यस्तो परिवर्तित रूपलाई चाहिँ तत्काल परिवर्तन गरियोस् भन्ने माग पनि गरिएको छ। र तपाईँहरूलाई के लाग्छ आउँदो एपिसोडमा चाहिँ तपाईँहरूको विचारमा के होला त बुहारी भागमा चाहिँ नयाँ एपिसोडमा परिवर्तित चाहिँ रूप कस्तो आउला भन्ने कुराहरूले पनि पक्कै प्रभाव पार्न सक्छ। दर्शकवृन्दहरूलाई जानकारी पनि दिन चाहन्छौँ कि अब यो नेपालमा चलिरहेको कथा बुहारी अन्तर्गतको टप मोस्ट पपुलर सिरिज अन्तर्गत पर्दछ। रामचन्द्र जब दुःख पाइरहेका छन्, यस्तो जिउँदो लासको अवस्थामा बसेका छन् नि, यो सम्झिएर ल्याउँदाखेरि मन कटक्क हुन्छ। यो त तपाईँ हामीलाई थाहा नै छ। दर्शकवृन्द आजको बसाइबाट पनि केही नयाँ ज्ञान र केही ज्ञानमूलक कुराहरू चाहिँ उत्पन्न हुन्छ भन्ने आश पनि लिएका छौँ। नमस्कार दर्शकवृन्द, अब बुहारी च्यानलमा भइरहेको कुराहरू तपाईँहरूलाई थाहा नै छ। जब बुहारीमा रामचन्द्रको त्यस्तो अवस्था देखेर धेरै दर्शकहरू निराश र नैराश्य उत्पन्न भइरहेका छन् र दर्शकवृन्द कमलाले पनि त्यो दुःख पाइरहेकी छन्। जबकि उनले चाहेकी थिएनन् त्यस्ता दुःखहरू। कथा चेलीको आधारमा मूल बनाइएर लेखिएको यस श्रृङ्खला अन्तर्गत हामी 250औँ एपिसोडको बारेमा कुरा गर्दैछौँ। दर्शकवृन्द 250औँ एपिसोड अब भने केही दिन पश्चात यहाँहरूमा आउनेछ। भर्खर 2 दिन मात्र भइरहेको छ बुहारी च्यानल अन्तर्गत तपाईँले OSRL च्यानल अन्तर्गत यो भिडियो अपलोड भएको देख्न पनि सक्नुहुनेछ। के साँच्चीकै अब कमलाले दुःख पाउने नै हुन् त? कथा चेलीको बुहारी भाग 285 अन्तर्गत तपाईँहरूले देख्न सक्नुहुनेछ। यही आधारित थम्बनेल बनाएर हामीले यहाँहरू माझ राखेका छौँ। कस्तो गिद्धे नजरले हेरिरहेका छन् दर्शकवृन्द, तपाईँहरूलाई तपाईँहरूको प्रतीक्षाको घडी अन्तिम हुनेछ। तपाईँहरूले बुहारी अब केही दिनमा हेर्न पाउनुहुनेछ। हामी पनि 285 को रिभ्यू लिएर यति मात्रै आएका थियौँ। आनन्द ढुक्क बस्नुहोला, स्वस्थ मस्त रहनुहोला, यही कामना गर्दै हामी पनि बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद, नमस्कार।
नमस्कार दर्शकवृन्द। अब बुहारी च्यानलमा भइरहेको कुराहरू तपाईँहरूलाई थाहा नै छ। जब बुहारीमा रामचन्द्रको त्यस्तो अवस्था देखेर धेरै दर्शकहरू निराश र नैराश्य उत्पन्न भइरहेका छन् र दर्शकवृन्द कमलाले पनि त्यो दुःख पाइरहेकी छन्। जबकि उनले चाहेकी थिएनन् त्यस्ता दुःखहरू। कथा चेलीको आधारमा मूल बनाइएर लेखिएको यस श्रृङ्खला अन्तर्गत हामी 250औँ एपिसोडको बारेमा कुरा गर्दैछौँ। दर्शकवृन्द 250औँ एपिसोड अब भने केही दिन पश्चात यहाँहरूमाझ आउनेछ। भर्खर 2 दिन मात्र भइरहेको छ बुहारी च्यानल अन्तर्गत तपाईँले OSRL च्यानल अन्तर्गत यो भिडियो अपलोड भएको देख्न पनि सक्नुहुनेछ। के साँच्चीकै अब कमलाले दुःख पाउने नै हुन् त? कथा चेलीको बुहारी भाग 285 अन्तर्गत तपाईँहरूले देख्न सक्नुहुनेछ। यही आधारित थम्बनेल बनाएर हामीले यहाँहरूमाझ राखेका छौँ। कस्तो गिद्धे नजरले हेरिरहेका छन् दर्शकवृन्द। तपाईँहरूलाई तपाईँहरूको प्रतीक्षाको घडी अन्तिम हुनेछ। तपाईँहरूले बुहारी अब केही दिनमा हेर्न पाउनुहुनेछ। हामी पनि 285 को रिभ्यू लिएर यति मात्रै आएका थियौँ। आनन्द ढुक्क बस्नुहोला, स्वस्थ मस्त रहनुहोला, यही कामना गर्दै हामी पनि बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद, नमस्कार। सिने श्रृङ्खलाको प्रस्तुतिमा नेपाली सिरियल रिभ्यू। वेलकम ब्याक। मिडिया पार्टनर सिने श्रृङ्खला। सिने श्रृङ्खलाको प्रस्तुतिमा नेपाली सिरियल रिभ्यू। वेलकम ब्याक। मिडिया पार्टनर सिने श्रृङ्खला।